हेलो एभ्रिवान वेलकम ब्याक। यो चाहिँ एआई फर स्टुडेन्ट्सको सिरिजमा चाहिँ फोर्थ एपिसोड। यसमा चाहिँ हामीले आज मुख्यतया प्रेजेन्टेसन बनाउनको लागि चाहिँ कसरी हेल्प गर्छ एआईले भन्ने बारेमा फोकस गरौँ। यसमा चाहिँ आज हामीले मुख्यतया एआई फर बेटर राइटिङ र प्रेजेन्टेसनमा कसरी युज गर्न सकिन्छ भन्ने बारेमा छलफल गरौँ। र पहिलो टिप भनेको चाहिँ एआईलाई तपाईँले चाहिँ जस्तै डिफ्रेन्ट अडियन्स छ भने त्यो अडियन्स अनुसारले चाहिँ प्रेजेन्टेसन बनाइदिए भनेर भन्न सक्नुहुन्छ। जस्तै तपाईँले चाहिँ यो प्रेजेन्टेसन चाहिँ अरू स्टुडेन्ट्स कलिगहरूलाई चाहिँ प्रेजेन्ट गर्दै हुनुहुन्छ भने टार्गेट अडियन्स त्यो भयो। स्टुडेन्ट्सलाई फोकस गरेर चाहिँ मलाई प्रेजेन्टेसनको फर्मेट अर्थात् प्रेजेन्टेसनको आउटलाइन दे अर्थात् कन्टेन्ट प्रोभाइड गर भनेर भन्न सक्नुहुन्छ। र यसले चाहिँ तपाईँलाई त्यो पर्टिकुलर टपिक जुन छ तपाईँको त्यसमा चाहिँ प्रेजेन्टेसनको इन्फर्मेसनहरू दिन सक्छ। अर्को भनेको चाहिँ तपाईँलाई जस्तै तपाईँले जुन कुराहरू लेख्नु भएको छ राइटिङका कुराहरू छ होइन, रिसर्च पेपर लेख्नुभयो अर्थात् प्रपोजल लेख्नुभयो भने त्यसलाई चाहिँ ग्रामरहरू चाहिँ करेक्सन गर्ने अर्थात् समराइज भर्सनमा लेख्ने अर्थात् मोर क्लियर भर्सनमा लेख्नको लागि पनि भन्न सक्नुहुन्छ। जस्तै तपाईँले त्यो प्याराग्राफ अर्थात् एज अ पेज प्रोभाइड गरेर यसलाई चाहिँ अझ बढी बुझ्ने तरिकाले लेख भन्नुभयो भने यसले चाहिँ अझ बढी क्लियरली इन्फर्मेसन प्रोभाइड गर्न सक्छ। त्यसको लागि पनि यहाँले युज गर्न सक्नुहुन्छ। अर्को भनेको चाहिँ त्यो जस्तै तपाईँले हामीले स्लाइडको कुरा गऱ्यौँ, स्लाइडको कन्टेन्टहरू प्रोभाइड गर्ने भन्ने बारेमा कुरा गऱ्यौँ अर्लियर होइन। स्लाइडको कन्टेन्ट बनाइसकेपछि त्यो कन्टेन्टको जुन इन्फर्मेसन प्रोभाइड गरेको छ त्यसलाई पनि तपाईँहरूले चाहिँ स्क्रिप्टको तरिकाले लेखिदियो अर्थात् प्रोभाइड मी द कन्टेन्ट फर दिस पार्टिकुलर स्लाइड होइन, जुन चाहिँ म बोलिरहेको छु लाइक आइ एम टकिङ टु समबडी भन्ने हिसाबले पनि भन्न सक्नुहुन्छ यदि त्यो स्टाइलले तपाईँले चाहनुहुन्छ भने। अर्थात् डायलेक्ट भर्सनमा पनि हुनसक्छ होइन, अर्थात् मोर प्रोफेसनल टोनमा दे भनेर पनि भन्न सक्नुहुन्छ। र त्यो पनि यहाँ एउटा क्विक टिप भयो। त्यो स्लाइडको कन्टेन्ट आइसकेपछि पर्टिकुलर फर्मेटमा पर्टिकुलर स्टाइलमा लेख्ने भन्ने कुरा भयो। त्यसले पनि तपाईँलाई चाहिँ क्लियरली विथ राइट फर्मेट पनि हेल्प गर्न सक्छ। यो थियो एआई फर स्टुडेन्ट्समा चाहिँ फोर्थ एपिसोड, जुनमा चाहिँ हामीले के कभर गऱ्यौँ भने एआई फर राइटिङ र प्रेजेन्टेसन कसरी बनाउने। तपाईँले चाहिँ एआईलाई चाहिँ ग्रामर करेक्सनको लागि सोध्न सक्नुभयो होइन। तपाईँले एआईलाई चाहिँ प्रेजेन्टेसनको चाहिँ आउटलाइनहरू क्रिएट गर्दै अर्थात् कन्टेन्टहरू क्रिएट गर्दै भन्न सक्नुभयो। कन्टेन्ट क्रिएट गरिसकेपछि चाहिँ पार्टिकुलर अडियन्सको लागि लेख भने एज अ स्टुडेन्ट लेख अर्थात् मोर प्रोफेसनल टोनमा लेख भनेर भन्न सक्नुभयो होइन। यो कुराहरूलाई चाहिँ तपाईँले लिएर काम गर्नुभयो भने इट्स कैन बी फास्टर एन्ड क्विकर फर यु टु क्रिएट एनी मटेरियल द्याट यु लाइक फर राइटिङ एन्ड प्रेजेन्टेसन। अलराइट, द्याट वाज अ क्विक वान। होपफुली यसले तपाईँलाई सहयोग गर्यो होला र म अरू पनि भिडियो लिएर आउनेछु नेक्स्ट एपिसोडमा। स्टे ट्युन फर द्याट। थ्याङ्क यू भेरी मच। बाई।